के भन्ने हो कि यस्तो यार, यहीँ मर्या खान गाई यहीँ फ्याँकिया छ पानीमा। सके सफाइ गरौँ नसके फोहोर्ने पनि नगरौँ भन्ने यत्रो नारा लगाइराखेको हुन्छौँ हामी। यस्तो छ फेरि यार। हे गाइज, वेलकम ब्याक टु माई सेकेन्ड डे अफ ब्लग। र हिजो चाहिँ हामी यस्तै यहाँ लाइट गएर सुतेका थियौँ। लास्ट टाइममा चाहिँ अहिले भन्नुपर्दा नि भने नि मैले नेपाल सरकार कहिले काम लाग्दैन यस्तै हो के। हेर्नु बिहान भइसक्यो र लाइट आएको छैन। सो अब एकछिन पढौँ, देन अहिले चाहिँ थोडा पढिहाल्छौँ, देन यस्तै छ। अब सिधै साँझ नै तपाईँहरूसँग भेट्छु। सो गाइस, अहिले चाहिँ हाम्रो साँझ भइसकेको छ। सो टाइमहरू अहिले चाहिँ हाम्रो कति छ, 6:30 हुन लागिसकेको रहेछ। सो एक कुरा देखाउँछु तपाईँहरूलाई, यहाँ हेर्नु है। सो यहाँ हेर्नु, आज डेलीको केही न केही त मेरो यस्तो फरक लाग्दैथ्यो कि यस्तो लुकाउनु खोज्दै नि। चोरले जति चोर म होइन भने पनि चोरै हुन्छ भन्ने हुन्छ नि, समथिङ लाइक द्याट। यस्तै डेली अघिबाट केही न केही, बिहानबाट आज केही न केही त लुकाउँदै थिएँ। सो चोरको चोरी पक्रियो कि आज। यहाँ हेर्नु, यो समथिङ लाइक दिस, द वाइट टेनी बेयर। हो, वाइट डेनी बर्ड छ क्या, वाइट डेनी बर्ड। यो आज ल्याएर रहेछन्, मबाट लुकाउँदै कि म युज गरिदिन्छु भनेर लुकाउँछन् मबाट नर्मली। सो मबाट चाहिँ के बस्दैन भन्ने थाहा छैन क्या हो एडेडलाई। बाहिरबाट पनि पर्फ्युम त क्या खतरा नि। सो साथीलाई बोलाएको छु अहिले चाहिँ घुम्न। पनि अहिले हट्दैन, मजा खायो अहिले। पहाड पनि खतरा छ नि अहिले एकदम। फेरि यहाँ पुरा पानी छ कि, झड्यो भने के होला यार। सुजल गाई मर्या नि यार, धेरै के भन्ने हो कि यस्तो यार। पुरा यति फोहोर छ नि, हेर्न यति फोहोर छ नहर। यो बर्मदेव, यो होला पुरा बर्मदेवको पुल भयो। यहीँ मर्या खान गाई यहीँ फ्याँकिया छ पानीमा। के भन्ने, सके सफाइ गरौँ नसके फोहोर्ने पनि नगरौँ भन्ने यत्रो नारा लगाइराखेका हुन्छौँ हामी। यस्तो छ फेरि यार। बर्मदेवको मेन बाटो भने, बर्मदेवको मेन बाटोमा यस्तो छ कि फेरि के भन्नु। ए यहाँ फोहोर यस्तो छ, फोहोरले यस्तो भइरहेको नि यार। बाटो त हुन्छ। देखा सही 200 नोट छ यार। फेरि यस्तोमा यार नक्ली नोटको कारोबारी भनेर लगाइदिनु। नेपाल सरकारको यसको ध्यान जाओस् है यसमा। नक्ली नोट यसरी फ्याँकेछ भनेर नेपाल सरकार के भन्ने यार, मोदीको ध्यान जाओस् भन्नु पर्ने हो यो पनि। अहिले चाहिँ घर फर्कदा यस्तो राति भइसक्यो। उसरी मैले स्कुल जान्छु भनेर प्लान बनाएको थिएँ, दाइहरूको के एसाइनमेन्ट आयो। सो प्लान चाहिँ यस्तै क्यान्सल भइहाल्यो। त्यो चाहिँ एक्सर्साइज गरौँ अब। 20 पुसअप सानो हुने रहेछ कि नै। स्टार्ट काउन्टिङ 1। 20 पुसअप भइहाल्यो। सो 20 पुसअप चाहिँ भयो। आजको लागि यति गरौँ एक्सर्साइज गर्दा गर्दा मम्मीले डाँट्न स्टार्ट गरिहाल्नु भयो कि। अब जाउँ त ल। अब डाँट्यो भने अझै माथि आएर गाली गर्न बेर हुन्न। सो तल गइहाल्नु म अगाडि। वाट अ कोइन्सिडेन्स। म त तल आउने बेला लाइटै गयो यार फेरि आज पनि। एडिटिङको लागि बसौँ। अब चाहिँ राति धेरै राति भइसक्यो। अब एडिटिङ गर्छु, इफ सकियो भने ठिकै छ। आज गर्नु पर्ला। भिडियो नेक्स्ट ब्लग। बाई। रुक कहाँ फटा उल्टा फुल्टा काम गर्छस्, ठर्की बनाइसक्यो।